हैन यो मैले काहीँ पनि भनेको छैन ओके म आज चाहिँ भनिदिन्छु है ओके पासाङ दाको सोमा ओके अनि टक्कै यस्तो भएको थियो अनि म बिल्डिङको काम गरिरहेको थिएँ क्यारेज गरिरहेको थिएँ टाइममा सिमेन्टहरू हुन्छ नि त 20 रुपियाँ यस्तै 40 रुपियाँ बोराहरू बोकेर कति बोरा बोक्छ त्यति पैसा पाउने अनि ट्याक्क फोन आयो क्या बुढीको मेरो ओए ब्याङ्कबाट फोन आयो तेरो भने एसबिआई स्टेट ब्याङ्क अफ इन्डिया फोन आयो तेरो भने अरे ल ब्याङ्कबाट म त अब त्यसले अब ब्याङ्क भने कस्तो सफा हुन्छ नि त हो नि म त त्यो नेचरमा पुगेकै थिएन क्या त घर पानी चुइरहेको केटा होइन अनि ब्याङ्क कस्तो चडाकचिडिक हुन्छ कसरी जाने ल खुट्टाबडी सिमेन्टै सिमेन्ट छ हातमा सिमेन्टै सिमेन्ट छ ल जुङ न तर्ने ट्याकटुक गरेँ होइन अब घरमा कुन चाहिँ राम्रो लुगा छ सट्टै लाएँ अनि टक्कै ब्याङ्क गएँ सर बोलाउनु भयो मलाई भाइको नाम के हो मेरो नाम पदम तामाङ हो अनि तिमी के गर्छौ भने म त यसो डेली बेजेसमा काम गर्छु दाइ अनि लेबर काम गर्छु बिल्डिङहरूको यस्तो यस्तो काम गर्छु नि अनि तिम्रो पैसा त धेरै आएको छ भाइ भने क्या ब्याङ्कले अन्त मैले यस्तो सोचेँ युट्युबमा मैले कति मेरो त्यो डोको बोक्ने एउटा भिडियो भाइरल भएको थियो अनि विदेशतिरबाट नेपाली दाइहरूले माया गरेर पैसा पठाइदिए सोचेँ है मैले चाहिँ युट्युबबाट आएको छ भनेर चाहिँ सोचेको थिएन त्यति बेला एड्स एन्ड पिन भन्ने मैले कतिलाई सोधेँ कसले सिकाएन क्या दाइ मलाई ओके ओके प्रोसेस सिकाएन अन्त लास्टमा चाहिँ ट्रबल सुटर हुन्छ युट्युबमा तपाईँहरू पनि नयाँ युट्युबर हुनुहुन्छ भने चाहिँ त्यो युज गर्नु आर यु ह्युमन रोबोट भनेर आउँछ नि दाइ अनि मैले चाहिँ त्यति त पढेछ नि अनि त्यो ह्युमन भनेर चाहिँ गरेर अनि ब्याङ्क डिटेल्स मागेको थिएँ हालिदिएको थिएँ त्यतिकै त्यहाँबाट पैसा आयो अन्त कति आयो भन्दा चाहिँ आई थिङ्क 1,70,000 पैसा ओके मैले हप्तामा कमाउने भनेको त्यो टाइममा 2,500 रुपियाँ हो क्या त ओके 2,500 र त्यो सोच्नु न त्यो पैसा फास्ट डिफरेन्स छ नि अनि त्यो दाइले भने क्या डल्लै लाने भनेको क्या पैसा डल्लै ल्याउँदै ल्याउ यसरी हातमा बोकेर हिँडेको छु त्यो पैसा होइन ओके नाइस यस्तो हाउ मेरो बुढीले सुनचाँदी दिएको थिएन त्यो टाइममा मेरो नानीले बर्गर दिएको थिएन मैले कफी खाएको थिएन क्या लाइफमा पिज्जा खानु गएको डोमिनोन्समा अब म त हामी त बफ खान्छ नि त अनि पिज्जा अब बुढी टक्कै टेबलमा छ अब बुढीलाई पनि अब घरमा भएको राम्रो जुन लुगा छ लगा बुढी पुगु सानो थियो त्यति बोल्थेन अलि हिँड्ने टाइपको थियो अनि टक्कै बुढीलाई अब कस्तो लाउडमा भनेको अब डोमिनोल्समै हल्लाइ भएको नि दाइ पैसा टन्नै छ होइन अब क्यास पार्टी भएको नि अब 1,70,000 पैसा क्यास बोकेर हातमै पनि छ आधी गोजीमा आधी हातमा आधी बुढीकोमा होइन म त त्यो पिज्जा हुन्छ नि त्यो काउन्टरमा फ्रन्ट अफिसमा गएर टक्कै पैसा टन्नै छ टक्कै गएर बहिनी पिज्जा देऊ न अनि अब कस्तो पिज्जा खाएको छैन लाइफमा अनि कुन चाहिँ पिज्जा अब उनीहरूले त्यो मेन्यु लिनुहोस् न मलाई त बफको देऊ न बफको पिज्जा हुँदो रहेछ नि लास्टमा अन्त उसले भने होइन बफको पिज्जा दाइ बफको पिज्जा हुन्न पिज्जाको यस्तो 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 भनेर आइटम बताएँ अन्त बुढी बफको त हुँदो रहेछ नखाने अन्त बुढीले पनि बिचारा होइन अब हामी त त्यस्तै फ्यामिली ब्याकग्राउन्डबाट आएको थियो अनि अन्त त्यहाँबाट सबसे ठुलो पिज्जा कुन चाहिँ हुन्छ भने अन्त उनीहरूले पनि बिचारा अब पाके होला भने होला त्यही त भन्छ नि 8 पिसवाला हुन्छ अरे 16 पिसवाला हुन्न फेरि अझै धेरै खाने हाउ खाएको छैन नि त जिन्दगीमा पिज्जा अनि त्यो चाहिँ मेरो अन्त बुढीलाई हामीले त्यो 1,75,000 रुपियाँ 10 दिनमा सक्दै क्या त्यस्तो 10 दिन केही किन्नु भयो ओके बुढीलाई अब सुनचाँदीको रहर हुन्छ होइन त्यो किन्यो अनि नानीहरूलाई अब भनेको जस्तो अब त्यो टाइममा क्रक्सहरू हुन्छ नि त नानी सानो त्यो कति राम्रो देख्छ त्यस्तो लुगाहरू किन्यो अनि आफूलाई मनपर्ने लुगा अनि मेरो साथीभाइले मलाई सघाइरहेको थियो त्यो टाइममा 1-2 पैसा त्यस्तो भएको क्या रिटर्न गर्नुभयो हजुर त्यो चाहिँ मेरो लाइफको बेस्ट मोमेन्ट हो त्यो हुन्छ नि एउटा त्यो पैसामा चाहिँ पागलै भयो थिएन बाबाहरू पनि छक्क परेको अब यस्तो पैसा आउँछ भनेर त्यहाँ मैले कामसाम छोडिदिएँ क्या त मैले अरूलाई 8 घन्टा दिएर 600 रुपियाँ कमाउँदैछु अरे यहाँ त मैले 2 घन्टामा यत्रो छाप्दैछु क्या अनि फुल टाइम दिनु कति होला भन्ने भयो क्या दिमाग चल्यो अन्त युट्युब त्यसरी सुरु भयो क्या